and make decisions by what his ears hear भनेको छ। कस्तो म छक्कै परे। त्यो मान्छेले नि उसको आँखाले जे देख्छ नि अनि उसको कानले जे सुन्छ नि त्यसले न्याय नै गर्दैन नि। आज नि हाम्रो यो जेनेरेसन भनौँ, हामी जुन चाहिँ मण्डली खडा भएको छौँ नि, हामी आत्माले दोहोरिने ठाउँदेखि हामी यति साह्रो टाढो भएको छौँ। आई थिङ्क 99% हाम्रो लाइफको डिसिजन नि हाम्रो आँखाले हामी जे देख्छौँ, हाम्रो कानमा जे खबर आइपुग्छ त्यसको आधारमा हामी लिन्छौँ। ओके, विथ जज। त्यसले गर्दा त के भन्छ, आँखाको टेस्टिमोनी चाहिँ सबसे भयङ्कर अरे नि त, आई विटनेस। तर भयङ्कर कुरा चाहिँ के छ भने यो मान्छेले चाहिँ परमेश्वरको सातवटा आत्मा भरेर जब उसले न्याय गर्नु सुरु गर्छ अरे, निर्णय भन्ने शब्द चलाएको छ अरे, मेक डिसिजन्स, निर्णय, उसले फैसला गर्नु सुरु गर्छ अरे, निर्णय गर्नु सुरु गर्छ अरे, उसको निर्णय, उसको फैसला, उसको जीवनको निर्णयहरू, उसले गरेका न्यायहरू नि उसको आँखाले दिएको आधारितै हुँदैन अरे। अमेजिङ। उसको कानमा जे खबर आएपछि त्यसको आधारितै हुँदैन भनेपछि केस सुनेर उसले नि जजै गर्दैन अरे। अरे, सो हाउ विल द्याट पर्सन जज? तर verse 4, but with righteousness and justice he will judge the poor भनेको छ। तर नि धार्मिकता अनि इन्साफ, धार्मिकता भन्नुहोस् त अनि इन्साफ भन्नुहोस् त, एकदम ठुलो शब्द है त यो। धार्मिकता भेरी बिग वर्ड्स, राइचसनेस एन्ड जस्टिस भेरी बिग वर्ड। इन्साफलाई लिएर नि उसले न्याय गर्छ अरे भनेको छ। एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के रहेछ भने मैले यहाँबाट तपाईँलाई सिकाउन चाहेको छ, हामीले बुझ्नुपर्ने चाहिँ, ओके, म तपाईँलाई बेसिक थियोलोजिकल कुरा भन्दैछु, यहाँ बाइबलले सिकाउने थियोलोजी कुरा भन्दैछु म। तर यो सकेर तपाईँलाई एकछिनपछि म प्र्याक्टिकल लेभलमा आउँछु है त, तपाईँको जीवनमा यसलाई कसरी लागू गर्नु भन्ने कुरा। तर लागूमा भन्दा अगाडि एउटा बेस बनाउँदैछु है त म यहाँनिर। धार्मिकता अनि इन्साफसँग भनेपछि यो बाइबल भर्स हामीले बुझ्नु हो भनेदेखि चाहिँ अर्को तरिकाले भनेपछि धार्मिकता अनि इन्साफमा हामीले न्याय गर्नु हो भनेदेखि चाहिँ के हुने रहेछ भन्नुहोस् त, हामीले जे आँखाले देख्छौँ, जे कानले सुन्छौँ नि त्यसरी हामी न्याय नै गर्नु हुँदैन।